हेलो नमस्ते साथीहरू, फेरि पनि स्वागत छ हैन। अनि आज चाहिँ म चाहिँ भ्लग बनाउन हैन कि म एउटा कुरा भन्न आएको, किनकि म अहिले काममा जाँदैछु। अनि मैले चाहिँ के कुरा भन्न आएको भने हाम्रो चाहिँ हैन हेटौडामा धेरै वर्षपछि परिवर्तन हुन थालिसकेको रहेछ हैन, थालिरहेको पनि छ। किनकि हाम्रो अब जस्तै 4 लाइन रोड बन्दैछ अनि घर सर भत्काउने सब भइरहेछ। माथि हेर्न सक्नुहुन्छ तपाईँहरूले हैन, घर सर भत्काउने अब हैन सब भइरहेछ क्या। अब कोही ठाउँमा त घर भत्काएर पनि पुरै डस्ट सोचाइसकेको छ। जस खुसी लागेको छ कि मलाई जस हेटौडामा धेरै वर्षपछि अब ठुलो रोड हैन हुन्छ नि। अब खुसी म पनि हेटौडाको हो, किनकि अब आफ्नो ठाउँमा त्यस्तो भएपछि धेरै खुसी पनि लाग्छ नि त। अब के कसो हजुरहरूलाई कस्तो लाग्छ यसो कमेन्ट चाहिँ गरिदिनु होला हैन। जस खुसी लाग्छ नि त अब आफ्नो हैन ठाउँमा त्यस्तो परिवर्तन रोड हैन। यस्तो रोड हेर्नु नि, यस्तो रोड भन्दा पनि अब जस्तो त्यहाँ मेन रोड अगाडि छ क्या, त्यो मेन रोड चाहिँ अब हैन यस्तो हुनु पऱ्यो क्या हेटौडामा। धेरै खुसी लागेको छ। अब म पनि केही वर्षपछि नेपाल जाँदाखेरि यस हेटौडा राम्रो भएको देख्न पाओस् हैन। आफ्नो ठाउँ त अब राम्रो देख्न त सबैलाई पनि रहर हुन्छ नि त हैन। धेरै वर्षपछि त्यस्तो अब ठुलो रोड खुसी लागेको छ। जे होस् प्रगति भयो, त्यही खुसी लागेको छ। अब के कसो होइन हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट चाहिँ गरिदिनु होला। सो त्यही भन्न आएको म। अब किनकि अब कोही त पुगेर होला मेरो भ्लग आएन यताउता, किनकि म धेरै काममा बिजी हुन्छु। अब जस्तो मैले टाइम चाहिँ निकाल्न खोजे पनि अलिकति नमिल्नेले, कामले गर्दा नमिल्ने, त्यही कारणले अब यस टाइम मिल्यो भने म भ्लग अपलोड गर्नेछु बनाएर। हुन त मेरो भ्लग गरेर राखेको छ, तर एडिट गरेर चाहिँ हाल्नु पाएको छैन, त्यही कारणले हो। सो नरिसाउनु होला, भ्लग चाहिँ आउँछ चाँडै। 1K सब्सक्राइब पुऱ्याउनु पऱ्यो है सबैले। 1K सब्सक्राइब सबले गएर 1K सब्सक्राइब पुऱ्याइदिनु है डिटेन भ्लगको यो चाहिँ च्यानलमा। अहिले चाहिँ म काममा जाँदैछु हेर्नु त रोडतिर है। चट्ट गाडी हेर्नु त्यहाँ भन्यो म रोड देखाउँछु। यस्तो रोड हुनु पऱ्यो कि किनकि गाडी साडी आउँदाखेरि होइन चट्ट अब हुन्छ नि एक्सिडेन्ट हुन पनि धेरै बाँचिन्छ नि त। अहिले हाम्रो हेटौडामा अब हेर न, कर्रामा हेर रोड सानो छ अनि एक्सिडेन्ट हुने धेरै सम्भव छ कि। जस खुसी लागेको छ रोड बढेकोमा होइन, त्यो खुसी लागेको छ। हेर्नु यस्तो रोड हुनु पऱ्यो क्या, यस्तो होइन चिल्लो हेर त यहाँ यस्तो रोड हुनु पऱ्यो क्या होइन। चट्ट यस्तो रोड भयो 4 लाइन। अब यस्तो 4 लाइन बन्छ है हेटौडामा। ल अरू केही भन्दिनँ। अब जस भ्लग चाहिँ म कुनै दिनपछि अपलोड गर्नेछु, हेर्नु होला हजुरहरूलाई। बाई बाई।